साथीहरू यो पत्रकारको कुरा सुन्नुहोस् त। हामी सुदनका बारेमा डकुमेन्टहरू दिन्छौँ, यो इस्युहरू दिन्छौँ, लिङ्कहरू दिन्छौँ। तपाईँले नेपालभरि फैलाएर चाहिँ अनि यसको इज्जत खराब गर्नुपर्छ, धप्पा लगाइदिनुपर्छ र यसलाई गृहमा फर्काउन दिनु हुँदैन। त्यसबाबत 10 लाख दिन्छौँ। त्यो 10 लाख हामीले लिन्छौँ, ल्याऊ भनेर हामीले भनेका छौँ। त्यहाँ यो 50,000 हामीले एक्सेप्ट गरेका छौँ, ढोकामा फालेर गएको छ। यो पत्रकारले चाहिँ के भन्यो अरे, पैसा चाहिँ नि त्यो के अरे गेटमा फालेर गएको थियो भन्यो नि त। अनि त्यसपछि यो भिडियो हेर्नुहोस् है त, के गरेको रहेछ यहाँ हेर्नुहोस्। फोकस देख्नुभयो नि, यो चाहिँ पत्रकार होइन क्या, पत्रकार हो। यो चाहिँ एकदमै ठुलो माफिया हो। यसले गर्दाखेरि नि होइन, देशमा हाम्रो आफ्नै देशभित्रको चाहिँ नि दाजुभाइ लडाउने, जुधाउने होइन सम्पूर्ण क्रियाकलाप भइरहेको छ होइन। हिजोको दिनमा नायिका श्रीषा कार्कीलाई पनि होइन मर्नको लागि बाध्य बनाउने यही हो होइन, पत्रकार हो। यसले गर्दा यस्तै बिना कामको चाहिँ नि हेडलाइन छापेर न्युज बनाएको कारणले गर्दा हिजो श्रीषा कार्कीले पनि सुसाइड गर्न बाध्य हुनु परेको हो होइन। अहिले हुँदा यत्रो प्रमाण बाहिर आउँदा पनि यतिसम्मको झुट बोल्न सक्ने होइन। त्यो पैसा गेटमा फालेर गएको छ अरे, त्यो मान्छेले लिएको छ नि त होइन। त्यहाँ देख्दै यतिसम्म झुट बोल्न सक्ने भनिसकेपछि केसम्म गर्न सक्ने रहेछ भन्ने तपाईँहरूले नि बुझ्नुभयो होला होइन। त्यही भएर यो हत्यारा पत्रकारको चाहिँ नि छिटोभन्दा छिटो छानबिन होस् भन्न चाहन्छु है त।